त्यहाँदेखि ट्याक्सी भाडा चाहिँ परेन चुतिया दिमाग हैन चुतिया दिमाग लगायो हामीले आज तीस वर्ष भयो गीत गाउन थालेको अर्को 30 वर्षसम्म गाउन सकौँ तपाईहरुको माया यसरी नै पाइरहो है हजुर ल ओके अर्को गीत है त तपाईहरु सबैजनाको लागि ल यो गाइस व्हाट्स अप न्यू डे न्यू ब्लग एन्ड वेलकम ब्याक टु माई च्यानल एन्ड देन अब चाहिँ म ग्रान्ड मल जाँदैछु रेडी टक्क रेडी सेडी भएर हैन अनि त्यहाँ चाहिँ मलाई भाइहरु कुदिरहेको छ अरूहरुले पनि मेसेज गरिरहेको थियो उनीहरु चाहिँ सबैजना उतै पुग्छ होला हैन अनि लालीगुराँस अगाडि चाहिँ गाडी आउँछ अरे भनिरहेको थियो त्यही भएर म चाहिँ ठ्याक्कै ग्रान्ड मल अगाडि पुगिसकेँ हैन अब हेरौँ कतिजना भेट्छ के हुन्छ हैन आज चाहिँ रमाइलो हुन्छ होला आज चाहिँ स्पेशल भनेको राजु लामाको लाइभ सो छ त्यही भएर चाहिँ जान लागेको हो फाइनल्ली ग्रान्ड मल पुगिसकेँ हैन अनि भाइ चाहिँ मलाई खोजी छ यस्तो 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 हेरै छ हैन अब ठ्याक्क ग्रान्ड मल अगाडि चाहिँ पुगिसक्यो म गाइज हैन अब टक्क निस्किन्छु भाइ चाहिँ यहाँ बसिरहेको छ उभिएर टक्क लगाएर अनि त्यस्तै हो खतरा हुनेवाला छ आज चाहिँ टक्क यो चाहिँ ग्रान्ड मल हो हैन के छ भाइ सो गाइज अब चाहिँ मैले भाइलाई भेटिसकेँ होइन अब चाहिँ हामी लालीगुराँस जाँदैछौँ अनि त्यहाँबाट चाहिँ गाडी चढ्छौँ होइन लालीगुराँसको गाडी कुदाएर फाइनली आज दाइसँग भेट भयो रुपेन दाइ हैन यो अनि आज चाहिँ खतरा भ्लग बनाउनुपर्छ त्यही हो होइन अनि खतरा बनाउने हो आज गाइज यो चाहिँ प्लाजा मल हो होइन अनि यो चाहिँ ग्रान्ड मल हो अनि यो चाहिँ म हो अनि यो चाहिँ भाइ हो होइन अनि त्यस्तै हो मलाई त बेउडा देखे भाइ ह्यान्डसम आज ह्यान्डसम केटाहरू भाइलाई आज कतिजना केटीको लाइन लाग्ने हो थाहा छैन होइन देखिरहेको छ हाम्रो दाइ होइन हाम्रो दाइ फेरि केटीहरू अलिक धेरै छ कि केटाहरू फेरि मक्क परिरहेको हुन्छ होइन हामी चाहिँ अब ठ्याक्क लालीगुराँस छिर्छौँ प्लाजा मलबाट छिरेर होइन अनि जो यहाँनिर चाहिँ टन्नै मान्छे छ मान्छेहरू हुन्छ होइन जो बिजी नै हुन्छ फ्राइडे स्याटरडे चाहिँ लास्टै बिजी हुन्छ यो गाइस बल्ल तल्ल बस चढाएको थियो होइन टक्क लगाएर आधी घन्टा कति 1.5 घन्टा कुर्यो होइन 1.5 घन्टा फाइनली हामी चाहिँ आइपुग्यौँ हैन आइपुग्यौँ ग्रान्ड मल भइसक्यो गाइस हामी चाहिँ टक्क अर्को बसबाट अर्को बसमा जान लाग्यो सो वेदर चाहिँ पानी पर्ला जस्तो छ उतातिर चाहिँ पुरा पानी परेर खोला भइरहेको छ होइन कसैलाई चाहिँ मस्ती हुन्छ त्यसपछि मस्ती त त्यस्तै हो रमाइलो चाहिँ गर्नुपर्छ गाइस त्यस्तै हो टक्क लगाएर घरमा टक्क मान्छे चाहिँ टन्नै दिन्छ गाडी नै फुल भयो फाइनल्ली बाहिर निस्किन लाग्यो होइन अनि टक्क लगाएर 20 मिनट लाग्यो होइन कहाँ भयो भाइ टक्क आइपुग्यो यहाँ चाहिँ मान्छे रहेछ होइन अनि यहाँ तिमीसँग कुरा छ अनि टक्क लगाएर अनि भाइ चाहिँ अब नजाने भयो मसँग होइन म चाहिँ होइन दाइलाई यस्तो रमाइलो गर्ने साथी आइदिएको त्यहाँदेखि ट्याक्सी भाडा चाहिँ परेन चुतिया दिमाग हैन चुतिया दिमाग लगायो हामीले आज के छैन दाइले इन्जोय गर्नुभयो भाइले चुतिया दिमाग लगायो आज आउनु पर्ने यही त भने हैन यही त भने गर्निसमै त भने हैन टक्क लगाएर धन्यवाद भेट्न सक्छु ताकि अरु पनि भेट्न सक्छु हामी ल टक्क भेट्नुपर्छ हैन अब चाहिँ म दिदीलाई कल गर्छु दिदीहरु आउँदैछ अनि भाइ चाहिँ टक्क निस्किन्छ भाइको
चिक्दै भेट्नलाई साथीलाई भेट्नु जाँदैछ म चाहिँ होइन चटपटे खानु जानु लागेको चटपटे खानु मन लागेर होइन डाइरेक्ट चटपट लिएर आउँछु म चटपटे खान्छ यहाँ चाहिँ पुरा रामन ड्रेसहरू लाएर आइरहेछ डन्ने चाहिँ काममा होइन दिदी भइरहेको छ है गाई जाडोले चाहिँ मर्ने रहेछ गाई होइन जाडो चाहिँ लाग्छ जाडो चाहिँ आज यो धन्न हुडी चाहिँ बोकेर आएछ होइन टक्क हिजो किनेर आएको हुडी धन्न काम चाहिँ लाग्यो होइन यस्तो गर्मी हुन्थ्यो कता चाहिँ तर जाडो भयो अहिले चाहिँ अब भ्लगमा त अरू टक्क बोल्न जान्छ अरूसँग होइन अनि आफूलाई त बोल्न नि आउँदैन ठिकै छ त्यही भयो भने हेरौँ दिदीहरू आउँदैछ दिदीलाई कुदाएको छैन अनि खतरा खतरा हुनेवाला छ गाई दिदीहरूलाई कुदा यार 12 बजीदेखि आएको 1:30 निस्क्यो आज पनि यस्तै छ होइन टक्क लगाएर जाडो छ मान्छेहरू चाहिँ टन्नै आइरहेछ अनि हेरौँ रमाइलो हुन्छ जस्तो छ हुन्छ तर एक्लै भयो भने चाहिँ रमाइलो हुँदैन होइन गाई त्यही हो साथी चाहिँ हुनुपर्छ रमाइलो गर्नलाई मान्छेहरू चाहिँ पुरै एक राउन्ड हान्छ होइन हो यहाँ चाहिँ टक्क यस्तो छ होइन रोडहरू चाहिँ अरू हुँदा नि मान्छेहरू टक्क यस्तो आएर के भएको नेपालीहरूको बानी नै यस्तै हुन्छ क्या फेरि लगेर नभए फेरि यस्तो गाडी आइरहेछ कहाँबाट घुम्यो होला ए भगवान् जिन्दगी के भएको नेपालीहरूको बानी चाहिँ खराब जहाँ पनि त्यस्तो रोडबाट आउँछ क्या अब के भने जेब्रा क्रसिङ कि उता माथिबाट जेब्रा क्रसिङ पर आयो हुन्थ्यो होइन अनि नेपालीहरूको बानी नै यस्तो छ यो गाडीले उडाइदियो भने यस्तो स्पिडमा आइरहन्छ यो मान्छेहरू यहाँबाट आयो क्या कुद्दै यस्तो गाई जस्तै हो खतरा पारामा होइन अब दिदीहरू आउँदैछ आयो भने रमाइलो गर्ने आएन भने एक्लै रमाइलो गरेर जाने हो ठिक छ होइन भयो साथी भयो रमाइलो साथी भएन भने एक्लै रमाइलो भने टक्क लगाएर यस्तै छ जिन्दगी गाइज फाइनली हिँडिरहेको थियो ऱ्यान्डम भ्लग चाहिँ बनाउनै भएन क्या अब यता हिँड्यो उता हिँड्यो होइन अब के हुन्छ थाहै छैन भने अनि यहाँ चाहिँ टक्क साथीहरू चाहिँ भेटेँ होइन टक्क लगाएर अनि त्यही हो के अरे ए बोलाइरहेको थिएँ म त होइन कि जस्तो लागिरहेको होइन अनि टक्क यहाँ फोटो सेसन भइरहेछ होइन अनि यहाँ हाम्रो म्याडमजी छ होइन अनि च्यानललाई सब्सक्राइब गरिदियो भन त सब्सक्राइब ब्युटिफुल गर्ल सबैजनाले सब्स्क्राइब गरिदिनु होला भुवनको च्यानललाई त्यहाँबाट स्लोमा आउँदा कस्तो दामी देख्दो रहेछ आउँदा क्याटवक ल ठिक ल गाई आएर चाहिँ खतरा होइन एउटा दुइटा टिकट बनाउँछ अनि त्यसपछि भ्लगमा आउँछु ल रेडी रोलिङ गाई अब चाहिँ टक्क भित्र सिल्नुपर्छ होइन च्याङ्ग लगाएर घाम चाहिँ सर लागिसक्यो होइन टक्क मान्छेहरू चाहिँ टक्क लगाएर सर अनि मेरो साथी मोनिका चाहिँ अगाडि हिँडिरहेको छ होइन अघिसम्म चाहिँ एक्लै थिएँ अहिले चाहिँ साथी भइसक्यो गाई जेन्ट्सको हो टिकट किनिदिने मान्छे यहाँ छ है यस्तो हुनुपर्छ यहाँ कति रेट टिकटको 100 लेसको हेर साथीहरूले मलाई टिकट किनिदियो 100 रियलको यो गाइज अब चाहिँ 100 रियल 3700 हुन्छ नेपाली होइन टिकट चाहिँ महँगो लाग्यो मलाई एकदमै अनि त्यही हो अनि सोचे जस्तो रमाइलो चाहिँ भएको छैन अब हेरौँ रमाइलो हुन्छ कि भित्र भिल्लोले गर्दा हामी अब इन्ट्री गर्नलाई चाहिँ होइन टक्क लगाएर बिल्डिङ हौ लेट्स गो सेक्युरिटीको अगाडि केटीको छुट्टै केटाको छुट्टै रहेछ नि त फाइनली इन्ट्री हालिसक्यो हामी टक्क लगाएर होइन अनि भित्र छिर्नुपर्छ कताबाट छिर्ने Thank you.
यो गाइस भित्र छिरिसक्यो होइन टक्क लाएर लेसको कहाँ आयो हो अनि सही रिसला ठाउँ त यता होइन रे यता जाउँ बिहान लेखा हुँदो रहेछ नि त के भएर आउँदो जिन्दगी अघि नै हेर्नु पर्थ्यो नि के छ त मलाई के छ साथै 20 रियाल घाटा लाग्यो गाइस 20 रियाल ओ सही रिसला थाहा त किन लाउँदैन ल सम्पूर्ण आयोजकका सदस्यहरूलाई हाम्रा आगन्तुक पाहुनाहरूलाई व्यवस्थित तरिकाले राख्नको हार्दिक अनुरोध गर्न चाहन्छु। आयोजक मित्रहरू हाम्रा आगन्तुक पाहुनाहरूलाई व्यवस्थित तरिकाले बस्न र बसाउनको निमित्त सहयोग गायक राजु लामा तपाईँहरूमा अघि आउनु हुने नै छौँ र यतिकै बस्दै सर्वभौमै फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचरण हेरहरूका रगतले स्वतन्त्र अटल ज्ञान भूमि शान्ति भूमि तारै पहाडी माला अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति छ विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। जाडो भयो गाइस मैले कति सक्छु जस्तो छिटै निस्किन्छु होइन लास्टै जाडो भयो लास्टै अल्छी लागेर बाहिर निस्केको छेउ लाग्यो सायद छिटै निस्किन्छ होला म सोचेको जस्तै भएन मान्छे चाहिँ टन्नै छ तर सोचेको जस्तै भएन
देश मलाई मेरो देश मलाई लाग्छ प्यारो सबैलाई मेरो देश मलाई लाग्छ प्यारो सबैलाई one more time मेरो देश मलाई लाग्छ प्यारो सबैलाई one more time मेरो देश मलाई लाग्छ प्यारो मेरी माया सबैले त हात पार्नु बादल पारीको देशबाट बादल पारीको देशबाट मायामा बिस्तारै बिस्तारै म कसरी सके तिमीमा बिस्तारै बिस्तारै म त परिसके मायामा बिस्तारै बिस्तारै घरबारी आउने माया कोयामा गाउँ तिमी मेरा सबै खुसी फुल्न थाल्थ्यो ओठमा यो मैले उड्न थाले प्रीतिको खुला आकाशमा म त सरिसके तिमीमा बिस्तारै बिस्तारै म त परिसके मायामा बिस्तारै बिस्तारै म त सरिसके तिमीमा बिस्तारै बिस्तारै म त परिसके बिस्तारै बिस्तारै फर्किन्छ तिमीलाई चुनी के खोज्छु म अरू मेरो मन छोइसक्यो के रोज्छु म अरू मेरो मन छोइसक्यो बिस्तारै बिस्तारै म त परिसके मायामा बिस्तारै बिस्तारै म त सरिसके तिमीमा बिस्तारै बिस्तारै म त परिसके मायामा बिस्तारै बिस्तारै म त सरिसके तिमीमा सबैले बिस्तारै बिस्तारै म त परिसके मायामा बिस्तारै बिस्तारै अघि वन्स अगेन हाम्रो महामहिमज्यू त्यस्तै जति पनि विशिष्ट महानुभावहरू हुनुहुन्छ यहाँहरू सबैजनालाई नमस्कार लोसारको एकदमै धेरै शुभकामना हजुर है अनि जतिजना हाम्रो शुभचिन्तक मित्रहरू हुनुहुन्छ यहाँहरू सबैजनालाई पनि लासो फ्याफुल्ला लोसारको एकदम जोरदार होला राम्रो गरौँ अघि हजुर अनि एकदमै धेरै खुसी लागेको छ बिहानसम्म हामीलाई यति धेरै चिन्ता थियो कि ला पानी पर्यो अब के गर्ने क्यान्सल गर्ने कि भित्र हलमा गर्ने कि भनेर यति धेरै चिन्ता थियो सबैजनालाई तर अब एउटा राम्रो मनले सोचेर जे चिज गर्नुहुन्छ सबै चिज राम्रो हुन्छ भने जस्तै अब मौसम पनि खुल्यो एउटा यो के भन्नु अब प्रकृतिसँग हाम्रो जोड गर्नु सक्दैन तैपनि एउटा हामीलाई सबैले साथ दिएको छ हजुरले पनि साथ दिनुभएको छ सो रमाइलो गर्नुहोस् अनि तपाईँहरू सबैजनालाई वान मोर टाइम थ्याङ्क यू सो मच हजुर है त मजा गर्नुहोस् रमाइलो गर्नुहोस् है
अनि यतातिर अलिकति यस्तो साइडमा बसिदिनुहोस् मजाले सिटमा बस्नेहरू सबैजनाले मजाले हेर्न पाओस् हजुर है त हुन्छ ओके one more time यता नमस्कार है त ल सो फ्याफुल यता है त ओके ल फ्याफुल थ्याङ्क यू ओके ल दाजु यहाँ बिचमा ल सो फ्याफुल हजुर ल मामाइन्जुलाई नै फ्याफुल ल यता अनि हाम्रो ल यता सबैजनालाई नमस्कार है अनि यता पनि है हजुर ल नमस्कार पछाडि बस्नुभएको दाजुभाइहरू दिदीबहिनीहरू सबैलाई नमस्कार है त ओके सो अर्को गीत तपाईँहरूको लागि सुन्तला पाको बोटमा कान्छीले लाली लाएछिन् पिपलु पाके बोटमा पिपलु पाके बोटमा सच हो सच कालो चढ्दै सैलुङमा पोलोरा महादेव सामु कसम खाई कान्छीलाई मागौला सैलुङ्गे मेला हेरेर झर्दा बाटैमा रापर्ला हाली बोलाउँछ कान्छी के पर्ला पेटरला सैलुङ्गे मेला हेरेर झर्दा बाटैमा रापर्ला सुसेली गाली बोलाउँछ कान्छी जे पर्ला पेटरला कान्छीले हुन्छ भने त आप्पालाई सोधुन पोल्याउला गुम्बामा दर्शन गरेर सँगै घरमा लैजाउला सँगै घरमा लैजाउला सँगै घरमा लैजाउला किनभने खाना पाउँदैनन् सारे किनभने खाना पाउँदैनन् सारे ओके पाहुना त मेरोबाट नै स्टोरी हाल्छ है त फोनबाट है त हजुर है ल जसलाई यति धेरै माया गर्नु भएकोमा धेरै धन्यवाद ओके ल त यताबाट सुरु गरौँ त यसो फ्याफुल्ला कठर Alright. Happy Loser! Okay, ito Razula na ito. Razula, one more time. Happy Loser! Okay, हाम्रो मामा एमजी हुनुहुन्छ नमस्कार हजुर त्यसपछि सम्पूर्ण गेस्टहरू नमस्कार सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू नमस्कार ल त अर्को गीत सैलुङ्गे मेला सुन्तला पाक्यो कान्छीले लाली लाएछिन् है एकचोटि फेरि यता ओके जियोलाई कतिको माया गर्नुहुन्छ सबैजनाको हात माथि गरेर भन्नुहोस् है त थ्याङ्क यू ओके ल है त
अब अर्को गीत गाउँ है त हजुर ल
ऋतुहरूमा तिमी हरियाली बसन्त हो नदीहरूमा तिमी हो पवित्र गङ्गा हो ऋतुहरूमा तिमी। यो अर्कोवटा गीत है तपाईँहरू सबैजनाको लागि
तपाईँको साँच्चीकै स्टोरी गर्छ है त ल त म सँगै गाउनुहोस् है त हजुर ल सबैको मोबाइलको लाइट पनि अन गर्नुहोस् एकचोटि है त ओके यहाँ क्यान सी 1 2 3 4 10वटा 20वटा 30वटा 50वटा 50वटा मात्रै भयो 51वटा भयो सबैलाई है त ल यताबाट सबैले अन गर्नुहोस् त अनि मेरो यसमा म कैद गर्छु ल हजुर पछाडिको साथीहरूले सुन्नु भएको छ अघि यता कर्नरमा सुन्नु भएको छ ओके है सो जसलाई यति धेरै माया गर्नुभएकोमा धेरै धन्यवाद यहाँको बसाइ एकदम राम्रो होस् लोसारको धेरै शुभकामना अनि राम्रो बस्नुहोस् आफ्नो ख्याल गर्नुहोस् ल है त सबैले गाउँ है त सम्झनीमा साँडे फर्किया चर्चित गायक एवं ग्रेस अफ नेपालका कोच राजु मेरो बाले जिज्नु फेरि है सबजना है वरपर गाउँभरि हल्ला छ पल्लोमा घरको छेउमा चाहिँ यता लौरेमा दुई चारै महिना नि भइसक्यो यता दिनको भेटघाटमा मान्छेसित माया हाँस्दै खेल्दै घुम्दै थाहै नपाए दिनहरू भेट्यो मान्छेको मायाले मोहनी लगायो मोहनी लायो मोहनी लायो मोहनी लायो मोहनी लायो मोहनी पानी बजारेको गजलकोले सताउँछ मान्छेसँग बिताएको पहाडले झस्काउँछ
जस्तो पानी बजारेको झझल्कोले सताउँछ हँसीसँग बिताएको पलहरूले झस्काइदिन्छ गल्छीको यादलाई सतायो One more time. यो चाहिँ मेरो पनि स्टोरीमा पठाइदिनु पर्यो यार भएन है त ल हजुर है सबैले गर्ने है त ल 1 2 3 go सबैले त One more time, है त फेरि अर्को 20-30 वर्ष चाहिँ यसरी नै गीत गाएको गीत गाउन पाऊँ होइन अब गीत गाउँदा गाउँदा अब जस आधी उमेर त गइसक्यो है अब 30 वर्ष भयो गीत गाउन थालेको अर्को 30 वर्षसम्म गाउन सकौँ तपाईँहरूको माया यसरी नै पाइरहँ है हजुर ल ओके अर्को गीत है त तपाईँहरू सबैजनाको लागि ल थ्याङ्क यू हजुर धन्यवाद सबैजनाले है त चलेछ रातै चर्चा चलेछ चलेछ रातै चर्चा चलेछ यसो अब कुनै दिन भाग्यले जुरेछ त्यस्तो भयो भने हामी अब मेरो ब्यान्डै डल्लै ब्यान्डै आएर चाहिँ तपाईँहरूसँग यसरी नै गाउन पाऊँ रमाइलो गर्न पाऊँ हाम्रो वन्स अगेन हाम्रो कतार तामाङ घेदोङलाई एकदमै धेरै धन्यवाद हाम्रो विनय सासिङलाई धेरै धन्यवाद हाम्रो पुराना चिनजाना पनि र जतिजना आज भलिन्टियर साथीहरू हुनुहुन्छ जतिजना यहाँ आज पर्फर्म गर्नुभयो जति पनि भाइ बहिनी
साथीहरू यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। जतिजना यहाँ भनौँ न विशिष्ट महानुभावहरू हुनुहुन्छ तपाईँलाई एकदम धेरै मिस गर्नेछु, यहाँहरूको मायालाई एकदमै धेरै मुटुमा पोको पारेर लानेछु। सो मेरो अन्तिम गीत है त तपाईँहरू सबैजनालाई वन्स अगेन हाम्रो गिटार गाइस त्यस्तै हो होइन। अब 17-12मा बिचमा चाहिँ हावा भएको थियो, त्यसपछि रमाइलो भयो होइन। राजु लामा आएपछि अरू त निमेरो लागिसकेको थियो मलाई होइन, सुत्नै लागिसकेको थिएँ म। अब त्यस्तै हो च्यानललाई चाहिँ सब्सक्राइब गरिदियो गाइस होइन। अब यहाँबाट टक्क म घर जान्छु होइन। अनि आजको भ्लग चाहिँ यति नै हो। सो यतिसम्म हेर्नु भएकोमा धेरै धेरै धन्यवाद एन्ड किप सपोर्टिङ। बाइ एन्ड किप सब्सक्राइब माई च्यानल है गाइस।